कमाएर दिने कोही छैन। दिनभरि काम गर्ने बेलुका लिएर खाने हो। श्रीमान श्रीमतीलाई एक रथका दुई पाङ्ग्रा त्यसै भनिएको होइन। जब रथको एउटा पाङ्ग्रा हुँदैन त्यो रथ रहँदैन। उदाहरण थुप्रै भेटिन्छन् कमला दिदीको जस्तै। पहिला चन्दा उठाएर गरेको के रे, अनि भएन, उहाँले मुख बार्नु भएन। अनि कमला बस्याल 20 वर्षको कलकलाउँदो उमेरमा सदाको लागि श्रीमान गुमाइन्। श्रीमान गुमाए पनि भगवानले दिएका उपहार थिए छोरा र छोरी, तर अपाङ्ग। मम्मीले दुःख गर्नुहुन्छ, हामीलाई स्कुल पढाउनु हो, कापी कलम हुन्न, स्कुल ड्रेस हुन्न, चप्पल हुन्न। दुःख त एकतर्फ छँदै थियो, दुखाइको पीडा अझै बढी भयो। दिन थियो, उमेर थियो, उनले आफ्नो जिन्दगी बिर्सिदिइन् र छोराछोरीको लागि बाँच्न थालिन्। अहिले त छोराछोरीहरू पनि जवान बनिसके, तर कथा कारुणिक छ। भोगाई र अभाव सङ्घर्षपूर्ण छ। छोराछोरीले भने जस्तो लाउन खान दिन कहाँ सकिन्छ। थाहा छैन जिन्दगीमा खुसी फर्केर आउँछ आउँदैन, तर दुःखले छोड्ला जस्तो लाग्दैन कमला दिदीलाई। नमस्कार दर्शकहरू, सप्तरङ्गी ओजेलका खबरमा हार्दिक स्वागत गर्न चाहन्छु। म हुँ रेशम बोहरा। यति बेला म बागलुङ जिल्लामा छु। बागलुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर 2 को होक्दिशिरको यो दलेङ भन्ने ठाउँमा एउटा परिवार छ। मेरो आडमै दिदीलाई देख्नुभएको छ। एकल महिला पनि हुनुहुन्छ। केही समय अगाडि प्राणघातक क्यान्सर रोगको कारणले आफ्नो श्रीमानलाई गुमाउनु भएको छ। त्यो सँगै परिवारमा दुःखका दिनहरू सुरुवात भए। छोरी हुनुहुन्छ उहाँको 16 वर्षको, उहाँको खुट्टा सामान्य अवस्थामा छैन, जसले गर्दाखेरि उहाँलाई धेरै गाह्रो छ। उमेरको हिसाबले 16 वर्ष भए पनि उहाँले धेरै कामहरू सहज तरिकाले गर्न सक्नुहुन्न, आमालाई साथ दिन सक्नुहुन्न। पढ्न धेरै ठुलो रुचि छ, तर स्कुल टाढा भएको कारणले पनि त्यहाँ पनि गाह्रो छ र एउटा गरिबीको कारणले आमाले सहज तरिकाले पढाउन पनि सक्नुभएको रहेनछ। खानेकुरा त सर अब त्यही हो, अब दिनभरि गर्ने बेलुका ल्याएर खाने हो। अब सन्चो ज्यान छँदा गरेर खाने हो। अब बिसन्चो हुँदा अब छोराछोरी अब ऐँचो पैँचो ओल्तिर पोल्तिर दाजुभाइ कहाँ मागेर खाने हो। अरू त अब आफ्नो कोही छैन। अब कतै माइती हुने खाने बानी माइत गएर लियो खाम भन्ने हुन्थ्यो। घरमा नि दाजुभाइ एउटा जेठाजी हुनुहुन्थ्यो, 2 साल भयो बितेको। दिएर हुनुहुन्न, अरू दाइहरू त हुनुहुन्छ। माइत पनि दाइ भाइ कोही पनि छैनन्। कहाँ हो माइत चाहिँ हजुरको? माइत छापचोर। एउटा दिदी हुनुहुन्छ, इन्डिया हुनुहुन्छ। यहाँ कोही पनि छैनन्। आमा पनि म जस्तै हुनुहुन्छ। आमाले पाल्ने समस्यामा हुनुहुन्छ आमा पनि। अब त्यस घर नि अब त्यस्तै समस्या छ। अब माइत नि त्यस्तै छ। भने जस्तो पुऱ्याउन सकिन्न सर। अब सक्दो अब गरेकै छु। अब त्यहाँभन्दा त अब के गर्न सक्छु र मैले, मेरो उपाय केही छैन। अब कमाएर दिने कोही छैन। दिनभरि काम गर्ने बेलुका लिएर खाने हो। अब त्यस्तै हो। अब छोराछोरीले भनेअनुसार पुऱ्याउन सक्दिनँ मैले। बिहान बेलुका घाँस खाना दिन सक्छु, अरू केही सक्दिनँ। छोरीको पनि अलिकति खुट्टामा समस्या पनि रहेछ। समस्या धेरै नै छ सर। खुट्टामा पनि छ, हातमा पनि छ समस्या त। अब सानैदेखि यस्तै समस्या चाहिँ भयो। अब के गर्ने, आफ्नो क्षमता हुन्थ्यो पनि गरिन्थ्यो होला कोही ठाउँमा ल। लानु भएन कतै पनि? नै, कहीँ पनि लगेको होइन। जन्मदा नै त्यस्तो समस्या थियो कि पछि आएर त समस्या भयो? सानै जन्मेदेखि त्यस्तै हो सर। बाबुमा त त्यस्तो समस्या छैन? बाबुको नि अब समस्या त छ, तै पनि योभन्दा त केही न केही अलि छ भनौँ।
समस्या त अब त्यसको पनि हल्का त छ, त्यही पनि यसको अब हात पाखुरै नचल्ने भयो के अरे। उसको त हात पाखुरा चल्छ, गर्ला खाला भन्नु पर्यो। अब दुःख पाउने यसैले हो, अब सकुन्जरी मैले कमाएर खुवाउने हो, त्यहाँ पछि अब दुःख यसैले पाउने होला। टाढाको स्कुल छ, अब जान आउन ल्याउन जान छोड्न जान सकिन्न, बाटोमा अब त्यस्तै गाह्रो हुन्छ। पढाउन पाए अब केही गर्ला खाला भन्ने हो के अरे। अब भोलि बिहान आफूले सकिन्न, सकुन्जरी त पढाउँछु भन्ने हो। अब क्षमा त छैन मेरो पढाउने खासै। अब त्यही पनि पढ्छु त भन्छ, अब पढ्छु भनेर के गरेर पढाउने। पढाउन अब आफूले काम गरेर पढ्ला भन्नु त्यस्तै भयो। अब मैले यिनीहरूलाई पाल्दा ठिकै हुन्छ, अनि पढाउने त अब खासै छैन। मेरो क्षमा त छैन छोराछोरी पढाउने खासै। अब जहाँसम्म पढ्छन् सरकारले जहाँसम्म फ्रीमा अब 10 सम्म पढाउनु सके हो के अरे। अब बाबा हुनुहुन्न, मम्मीले दुःख गर्नुहुन्छ, हामीलाई स्कुल पढाउनु हो, कापी कलम हुन्न, स्कुलमा ड्रेस हुन्न, चप्पल हुन्न, नास्ता हुन्न, कहिले कहिले के हुन्न। बाबाले सानैदेखि छोडेर जानुभएको, देख्न नि पाइएन। श्रीमान त पहिला बिरामी हुनुहुन्थ्यो, के भएको थियो? त्यहाँ पछि क्यान्सर भएर अनि पाल्पा यता कता कता लगेको के अरे, उठ भएन, अनि बित्नुभयो। अहिले 11 वर्ष भयो। बाबु 2 वर्षको थियो, छोरी 5 वर्षको थियो। अब त्यहाँबाट दुःख अब निभाउँदै आइयो यहाँसम्म। अब भोलिको कुरा त के कस्तो भन्ने अब कसलाई के थाहा हुन्छ र। श्रीमानको उपचार गर्दाखेरि पनि ऋण लागेको थियो? अलिअलि लागेको थियो, पहिला चन्दा उठाएर गरेको के अरे, अनि भएन, उहाँले मुख बार्नु भएन, अनि मुख नबारेपछि हल्का लाथ्यो ऋण 22-23 हजार। अहिले चाहिँ के गर्दै हुनुहुन्छ हजुरले? कसरी चलाउनु भएको छ घर परिवार? अब के गर्ने, त्यही स्वास्थ्य चौकीमा काम गर्छु, बिहानमा सरसफाइ गर्ने, दिउँसो मेलामा हिँड्ने, त्यही कुखुरा बाख्रा पाल्ने बस्ने, अरू के गर्ने। पाल्न पर्यो, अब जे गरे नि खान पर्यो, छोराछोरी पढाउन पर्यो। यो घर चाहिँ संस्थाले बनाइदिएको भन्ने कुरो? कुन संस्थाले बनाइदिएको? संस्थाले होइन सर, टिन दिएको, अरू पैसा त आफै भुक्तानी गरेको। घर त बनाएको के अरे, घर बनाएको ऋण अझै नै छ जति नै, पालिने गराउन छ। त्यहाँ पनि कति लाउने हो, ऋण पहिल्यैको तिर्दैछ। तपाईँले स्वास्थ्य चौकीमा काम गर्नुहुन्छ, सरसफाइ गर्ने काम गर्नुहुन्छ, कति कति पाउनुहुन्छ त्यहाँबाट तलब चाहिँ? महिनाको 4000। 4000? हजुर। त्यही नै हो आम्दानीको स्रोत? त्यही नै हो, अरू त केही छैन। अब त्यही वृद्ध भत्ताहरू दिन्छ, त्यही हो। एकाल महिलाको विधवा भत्ता दिन्छ? हजुर। कति दुःख छ त घर चलाउनलाई दिदी अहिले चाहिँ? दुःख त धेरै गाह्रो छ। अब एक्लो मान्छेलाई दुवै भाइ छोराछोरी पढाउन पर्यो, ऋण व्यवहार मिलाउनै पर्यो। अब दुःख त जति नै छ। मेरो नाम चन्द्रकला खड्का। अब दुःखदरी त अब दुःखै हो। अब उहाँ एकाल महिला, उनले अब 20 वर्ष नपुग्दै आफ्नो श्रीमान गुमाइन्, अनि उनले त्यो नभएर पनि बालबच्चा जन्मेको अपाङ्गहरू जन्मे। त्यसैले नै उनलाई दुःख भन्दा पनि दुखाइको पीडा ठुलो भयो उनलाई। अब अहिले त छोरी अब यत्रो 15-16 वर्षको जोबानी भए। अब यिनलाई पनि साथीभाइहरूसँग दिदीबहिनीसँग हिँड्न पढ्न, अब सबै कुरा अगाडि बोल्न बेला हिँड्ने बेलामा झनै पछाडि हुन परेछ। त्यसमा नि दुःख हो। अनि म त एउटा कुरा, अब हामीले अहिले अब जताततै मिडियाहरू देख्दा सबैको दुःख सुखमा अब सबै दिदीबहिनी दाजुभाइहरूले सहयोग गर्दै आउँदाखेरि मैले मेरो बिनु छोरीलाई कुरा गरेको, अनि यिनको पनि अब अवस्था यस्तो छ, यो नानीले कुनै पढ्न पाए, अब यहाँभन्दा अन्त राखेर पनि कुनै व्यवस्था मिलाउन सके, उसलाई यो उकालो ओह्रालो लोड्दै पोड्दै अब चिप्लो
बाटोमा अब खोला नाला पहिराहरूमा जोगिएर हिँड्न नि उसलाई गाह्रो छ। त्यसैले नि केही सहयोग मिले उनलाई अरू व्यवस्था गरिदिए पनि अझै राम्रो भएन। त्यसैमा पनि त्यही व्यवस्था गरेर राख्न सके पनि राम्रो। दर्शकहरू, कमला दिदीको यो पीडादायी जीवन कथा, यो परिवारको दुःख तपाईँहरू माझमा जोडिसकेका छौँ। विशेष गरेर उहाँको चाहना यही नै छ कि मेरो छोराछोरीलाई पढाउनलाई मलाई साह्रै गाह्रो भयो। उनीहरूलाई कम्तीमा आफ्नो खुट्टामा टेक्नी बनाउन पाए मलाई त्यति भए पुग्थ्यो। अरू कुरा त म सन्चो ज्यान हुँदासम्म दुःखम सुखम चलाएकै छु, चलाउने छु। तर उनीहरूलाई पढाउनलाई साह्रै गाह्रो भयो। यही कुरा हामीलाई जोड्नु भएको छ र हामीले खासमा यही कुरा नै थाहा पाएका थियौँ। हामीलाई यहाँसम्म जोड्ने काम गर्नुभएको थियो। यहाँको स्थानीय एफएममा काम पनि गर्नुहुन्छ मिना बिसी मिनु हुनुहुन्छ। उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। उहाँले यो विषयमा हामीलाई जोड्दै गर्दा यो परिवारको विषयमा हामीलाई जानकारी गराउँदाखेरि नि खासमा 2 जना बच्चाहरूले पढ्नको लागि चाहिँ अलिकति समस्या छ। उहाँहरूको लागि केही गर्न सकियो भने राम्रो हुनेछ भन्ने प्रकारकै हामी बिचमा कुराकानी भएको थियो। यति बेला यहाँ आएर उहाँहरूको वास्तविक कथा पनि तपाईँहरू माझमा जोडिसकेका छौँ। दर्शकहरूले उहाँहरूलाई रेस्क्यु गरेर कतै लगेर राख्नुपर्ने विषयको कुराकानी हामी गरेका छैनौँ। यहीँ बसेर उहाँहरूले पढ्न सक्नुहुन्छ। हुन त दूरीको हिसाबले स्कुल केही टाढा छ, अलिक उकालो हिँड्नुपर्छ, झन्डै आधी घन्टाभन्दा बढी। मनकारी कोही पनि दर्शकहरूले 2 दिदीभाइलाई पढाउनको निमित्त अथवा पढाइ खर्च आफूले स्पोन्सर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र हामी जहाँ पुगेका हुन्छौँ र सहयोगको विषय तपाईँहरू माझमा जोडेका हुन्छौँ, त्यति बेला हामीले सहयोगको खाता पनि खोलेका हुन्छौँ। खासमा हामीले पढाइसँग सम्बन्धित रहेर कुराकानी गरेका छौँ। यो म थोरै सहयोग गर्दैछु। यो सहयोगले खासमा पढाइको विषयलाई जोड्न त हामी मिल्दैन, तर पनि परिवारमा परेका केही समस्याहरूलाई केही मात्रै भए पनि सहज गर्न सजिलो होस् भनेर रु 5,000 अहिले म कमला दिदीलाई दिँदैछु। र यो सहयोग भने अहिले वैदेशिक रोजगारको सिलसिलामा अमेरिकामा रहनुभएको हेमाश्री दिदी, हेमाश्री दिदीको नाम मैले जोड्दै गर्दा उहाँको चाहना पनि र उहाँले गरिरहेको कामको प्रकृति मैले बुझिरहेको कारणले पनि यो भन्न सक्छु कि दिदीले धेरै ठाउँमा यस्तै पढ्न चाहेका तर पढ्न नपाएका धेरै बालबालिकाको निमित्त आफ्नो तर्फबाट मनैदेखि सहयोग गर्दै आउनुभएको छ। दिदीको सहयोगी मनलाई एकदमै मैले हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। र दिदीले पनि यो विषयलाई पक्कै पनि हेर्नुहुनेछ, यो पनि अपेक्षा गर्दै दिदीको तर्फबाट रु 5,000 अहिले हस्तान्तरण गर्न चाहन्छु। सहयोग गरेकोमा धेरै धेरै धन्यवाद। मैले छोराछोरी पढाउन नसकेकोमा अब धेरै दुःख लाग्यो। अहिले सहयोग गर्नुभयो, भोलि पनि यस्तै सहयोग भएर छोराछोरी पढाउनु पाए त्यही राम्रो छ। त्यही नै।